हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि आइसकेको छु नयाँ भिडियो लिएर। आज चाहिँ मेरो भिडियोमा चाहिँ के छ त भन्दाखेरि खाना छ, खाना र अनि यहाँ छ चिकन करी। अनि आज चाहिँ मैले चाहिँ एकदमै नयाँ तरिकाले चाहिँ चिकन करी चाहिँ बनाएको। आज चाहिँ मैले चाहिँ मेरो खानामा चाहिँ के छ भन्दाखेरि म चाहिँ जहिले पनि खाना चाहिँ थोरै अनि सलाद अनि त्यसपछि गएर तरकारी चाहिँ धेरै खाने मान्छेमा पर्छु है। अब हाम्रो खाना चाहिँ यस्तो होस् कि हाम्रो खानाले चाहिँ हामीलाई रोग नलागोस् क्या। खानाले के गरोस् त भन्दाखेरि उसले चाहिँ हाम्रो रोगलाई भगाओस् क्या। त्यही भएर हामीले चाहिँ सधैँ खाना भनेको चाहिँ त्यस्तो खानुपर्छ जसले हाम्रो रोग सबै जाओस्। अब आज चाहिँ यहाँ के छ भन्दाखेरि यहाँनिर छ सलाद, त्यसपछि यहाँनिर प्याज, त्यसपछि छ मुला अनि गाजर छ, अनि त्यसपछि छ चिल्ली। मलाई चाहिँ एकदमै पिरो मनपर्ने भएर आज मैले दुईवटा चिल्ली ल्याएको छु, तर एकदमै पिरो छ, डेन्जरै राग आइरहेछ। त्यो चिल्लीलाई चाहिँ एकछिन म चाहिँ यहाँ यो झिकेर त साइडमा राख्छु है, अहिले खान्छु। अनि यहाँ छ चिकन करी छ। चिकन चाहिँ कसरी बनाएको भन्दाखेरि मैले चाहिँ चिकनमा चाहिँ सागहरू हालेर बनाएको। आज चाहिँ एकदम स्पेसल तरिकाले चाहिँ बनाउनु मन लागेर चाहिँ सागहरू हालेर होइन, धनियाँहरू मजाले खतरा तरिकाले बनाएको छु। यदि तपाईँलाई रेसिपी चाहिन्छ भने पनि कमेन्ट गर्नु होला। ओके, म चाहिँ स्टार्ट गर्छु ल। एकदम मिठो छ। अनि धेरैजनाले भाइ खोइ भन्नुहुन्छ, भाइ चाहिँ अब आएको छैन मुकबाङमा, म एक्लै गरेको छु। भाइले नगर्ने भनेको छ। अब हामीले चाहिँ साग छुट्टै पकाएर मासु छुट्टै पकाएर खान्छु भन्ने पाइयो, तर यो तरिका चाहिँ मलाई एकदम स्पेसल लाग्यो क्या। यो तरिका झनै मिठो हुँदो रहेछ। फर्स्ट बाइट एकदम मिठो भएको छ हजुर। हजुरले पनि साग हालेर ट्राई गर्नु होला है। मैले चाहिँ ट्राई गरेँ। आज चाहिँ मैले कुनै पनि च्यालेन्जहरू ल्याइनँ होइन, एकदम नर्मल बसेर चाहिँ खान्छु भनेर चाहिँ। वाउ मिठो। यसै पनि खाना खाँदाखेरि चाहिँ विभिन्न सलादहरू राखेर खायो भने चाहिँ त्यसले चाहिँ हाम्रो रोगहरूसँग फाइट गर्न हेल्प गर्छ। Big bite. खुर्सानी त डेन्जर पो रहेछ। तपाईँहरू कतिजनालाई थाहा छ भात खाँदा चाहिँ पानी खानु हुँदैन भन्छ नि त। भात खाँदै पानी खाँदै गऱ्यो भने चाहिँ डाइजेस्टिभ सिस्टममा चाहिँ हामीलाई प्रब्लम आउँछ, डाइजेसनमा चाहिँ प्रब्लम आउँछ। फेरि भात खाँदाखेरि भात अड्किहाल्यो भने पनि विभिन्न सलादहरू खान सकिन्छ, दालहरू पिउन सकिन्छ, तर भात खाँदाखेरि पानी चाहिँ नखाने नि भनिन्छ नि त।
बिग बाइट बाइट मिठो भयो त गाइस एकदम मिठो बिग बाइट कतिलाई चाहिँ मासुमा दाल पनि मनपर्छ होइन अब मलाई चाहिँ मासु भएको बेलामा चाहिँ केही चाहिँदैन क्या त्यही मासुमा साग हालेर पकाइदिने हो अनि टक्क साइडमा सलाद भएपछि चाहिँ बवाल हुन्छ क्या तपाईँहरू कतिको बानी चाहिँ यस्तो छ भात चाहिँ अगाडि खाने मासु चाहिँ पछाडि खाने मलाई चाहिँ फेरि है भात चाहिँ अगाडि नै खानुपर्छ होइन अनि मासु चाहिँ पछाडि एउटा पिस भने राख्नै पर्छ क्या कसरी राख्नै पर्छ क्या होला नाच्दै खानु पर्यो जोर जोर से गाए गाना जोर जोर कसको भात फाल्ने बानी छ नफाल्नु होला है भात खाना फाल्नु हुँदैन हामीले कहिले पनि यो ढिला खाने म जस्तै तर बुझ्ताउने है फाल्ने होइन खाना फाइनली खाना सकिएको छ नभए सलादहरू बाँकी छ म खाइहाल्छु अझ बिस्तारै खान्छु है मासु लभरहरूले चाहिँ कमेन्ट गर्नु होला है मेरो चाहिँ खतरा पाइन्छ क्या पहिला भात खानु खाने लास्टमा मासु खाने क्या अन्त भोलि मासु पाएको रेसिपी चाहिन्छ भने चाहिँ भन्नु होला है अन्त मभन्दा खतरा पाउनुहुन्छ होला तपाईँहरूले म चाहिँ साग हालेर पकाउँछु एकदम हेल्दी हुन्छ ओके गाइजहरू म चाहिँ लगभग खाएर भ्याएको छु अब हजुरहरूलाई चाहिँ अब चाहिँ मैले के मुकबाङ गर्दाखेरि चाहिँ ठिक होला त्यो चाहिँ तपाईँहरूले चाहिँ कमेन्टमा लेखिदिनु होला अहिलेको लागि हामी छुट्दैछौँ अनि मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो यदि राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब के गर्नु मिल्छ सबै गरिदिनु होला भन्दै म यहाँबाट बिदा हुन्छु बाई सरी जुठो हातले गरेछु बाई